नमस्ते सबैजना साथीहरूलाई र विद्यार्थी भाइ बहिनीहरूलाई जो स्कुलको लागि तयारी गर्नुहुन्छ। मैले अवध्य एकाडेमीको सबै कुराहरू मैले तपाईँहरूको पुर्याउने लक्ष्यसहित यो भिडियोमा चाहिँ तपाईँलाई अवन्ती एकाडेमीमा एउटा वस्तुस्थितिको बारेमा जानकारी दिने प्रयास गरेको छु र केही भाइ बहिनीहरूको अवन्ती एकाडेमीको फिडब्याक कस्तो छ त अवन्ती एकाडेमी भन्ने विषयमा रहेको हलहरू कस्तो छ, सामानहरू कहाँ छन्, क्लास कसरी हुँदो रहेछ भनेर अलिकति तपाईँलाई यो सम्पूर्ण भिडियोलाई एकचोटि तपाईँको माझमा पस्किने विचार गरेको छु र यसलाई अन्तिममा हेरिदिनु होला र कस्तो लाग्छ फिडब्याक पनि दिनु होला। हस्, धन्यवाद। 키가 얼마입니까? 네, 몸무게는 어떻게 됩니까? 심장이 어떻게 됩니까? 체중이 어떻게 됩니까? 63kg. 네, 고향이 어디입니까? 네, 가족에 누구 있습니까? 네, 취미가 무엇입니까? 제 취미는 운동하는 것이 있습니다. 네, 오늘 몇 월 며칠입니까? 네, 오늘 날씨가 어떻습니까? 네, 한국에 대해 아는 게 있습니까? 네, 한국은 자는 시간에 발음입니다. 네, 한국에서 어떤 일을 배우고 싶습니까? 제주도에서 여러 가지 기술을 배우고 싶습니다. 네, 개인 보호구는 어떤 곳에서 작업할 때 필요합니까? 소화기가 무엇입니까? 여기서 넘어서 머리 이렇게 내렸어요. Saya
बल्ल एउटा अलि कसैकै हामीले हाम्रो यो मान्ने यसरी राख्यो होइन अनि उसले चाहिँ यसरी राख्यो भने म यसरी गर्छु भन्न पाइन्छ कि नै होइन पहिले चाहिँ आफ्नो तरिकाले गर्न पाइन्छ तर चारैतिरबाट सिकिराख्ने आफ्नो सकेसम्म आफ्नो तरिकाले पाइन्छ है सकेसम्म चारै तरिकाले गर्ने कहिले काहीँ कोही मान्छेले चाहिँ फेरि तपाईँलाई यो तरिकाले गर भन्नु नि सक्छ नि त मान्छेको मुड त हो नि नमस्ते नमस्ते तपाईँको नाम बताइदिनु मलाई मेरो नाम सनम पण्डित हो हजुर अनि तपाईँ कोरियन भाषा कहाँ पढ्नुभएको थियो म आफ्नै गाउँतिर पढेको हजुर अनि स्किल टेस्टको बारेमा अवान्ते एकाडेमी कसरी थाहा पाउनु भयो कसरी रोज्नु भयो त्यो गाउँकै दाइहरू पनि पहिला पनि यहाँ स्कुल टेस्ट गरेको छ उहाँहरूले नै सुझाव दिनुभयो अवान्तेमा राम्रो हुन्छ क्लास भनेर साँच्चीकै यहाँ आउँदाखेरि प्र्याक्टिकल क्लास पनि राम्रै चलिरहेछ प्रशस्त सामग्रीहरू पनि छ टाइम पनि राम्रै मिलिरहेछ सबैलाई प्र्याक्टिकल पनि राम्रो गरिरहेको छौँ अनि थ्योरी क्लास पनि सरहरूले राम्रै गराउनुहुन्छ क्रस क्वेसनहरू ह्याङदङहरू सधैँ हुन्छ अनि सबैको लागि बेस्ट छ अवान्ते अनि कोरियन सरसँगको इन्टरभ्यू कस्तो लाग्छ कोरियन सरसँग कुरा गर्दाखेरि अन्तर्वार्ता इन्टरभ्यू भन्नाले उहाँको बोल्ने शैली कोरियन भाषाको वर्डहरू जस्ताको त्यस्तै कोरियन सरसँग सुन्दाखेरि हामीलाई अझ बुझ्न सहज भएको छ जसले गर्दा हामी कोरियन भाषा सहजै बुझ्न सकेका छौँ अहिले अनि तपाईँको लागि चाहिँ तपाईँ जस्तै स्किल टेस्ट कहाँ गर्ने हो भन्दाखेरि जस्तो दाइहरूको सुझाव लिएर आउनुभयो अब यस्तै नयाँ साथीहरूले चाहिँ सुझाव खोजिरहेका होला कहाँ गर्ने भनेर खोजिराख्नु भयो होला उहाँहरूलाई के सुझाव दिनुहुन्छ सबै साथीहरूलाई नयाँ साथीहरूलाई भन्न चाहन्छु भने अवान्ते स्किल टेस्टको लागि नम्बर 1 इन्स्टिट्युट भनेर भन्न सकिन्छौँ हामी अवान्ते 1 नम्बर छ भाउ छ सबैको लागि पर्फेक्ट छ हस् थ्याङ्क यू सो मच नमस्ते नमस्ते तपाईँको नाम बताइदिनु मेरो नाम सोम बहादुर अधिकारी हो तपाईँ कोरियन भाषा कहाँ पढ्नुभएको कोरियन भाषा म चाहिँ सेल्फ स्टडी नै गरेको पछिल्लो समय चाहिँ हजुर अनि अवान्ते एकाडेमीमा जुन स्किल टेस्ट गर्दै हुनुहुन्छ अहिले तपाईँ स्किल टेस्टको बारेमा जस्तो यहाँ चाहिँ कोरियन सरसँगको इन्टरभ्यू नेपाली सरहरूसँग प्रत्येक दिन थ्योरी क्लास त्यो पनि अगाडि राखेर 1 by 1 हामी क्वेसन सोध्छौँ ह्याङदङ गर्छौँ अनि प्र्याक्टिस गर्ने विभिन्न टुल्सहरूको बारेमा तपाईँलाई कस्तो लागेको छ त्यो बारे बताइदिनु न अब सरहरूले गाइड गर्ने कुराहरू एकदम बेस्ट छ एउटा कुरो अनि यहाँनिर भने हाम्रो प्र्याक्टिकलका कुराहरू सम्पूर्ण कुराहरू पर्याप्त छन् हाम्रो लागि अहिलेसम्मको लागि चाहिँ र कोरियन सरबाट हुने इन्टरभ्यू बेस्ट लाग्छ किनभने सरको एकचोटि हामीले अनुहार हेर्न बित्तिकै पनि हामीलाई अलिकति आत्मबल आउँछ र सरहरूले गाइड गर्दाखेरि प्रायः जसो 3टा 2टा सरहरूले अनिवार्य रूपमा इन्टरभ्यू गराइरहनु भएको हुन्छ र हामी टाइम पनि इनफ छ 2 घन्टा अब सम्भवतः हामी 3 घन्टासम्म पनि बसेका हुन्छौँ कहिलेकाहीँ टाइम आफ्नो म्यानेज हुने गरी र समग्रमा भन्नुपर्दा अझ बेस्ट छ यहाँ तपाईँ जस्तै नयाँ साथीहरू जो स्किल टेस्ट गर्न खोज्दै हुनुहुन्छ कहाँ गर्दा बेस्ट होला अब विज्ञापन त धेरै हेर्नुहुन्छ तर विज्ञापन जस्तो नपाएको गुनासो नै पाइएको छ त्यस्तो साथीहरूलाई तपाईँको सुझाव के छ पहिला त स्टुडेन्ट आफैले के गर्नु पर्यो मूल्याङ्कन गर्नु पर्यो हेर्नु पर्यो त्यस पछाडि तपाईँलाई बेस्ट कहाँ जस्तो लाग्छ त्यहाँ गर्नुहोस् भन्छु मैले र मैले यहाँ गरिरहँदा मेरो लागि चाहिँ यिनै बेस्ट उपयुक्त लाग्यो अब अरू साथीहरूले चाहिँ के गर्नुहोस् भन्दाखेरि आफूले
आफ्ना सर्कुलेसनका साथीहरूलाई सोध्नुहोस् होइन, सोध्दै गर्दाखेरि कहाँ बेस्ट लाग्छ त्यहाँ गर्नुहोस् भन्ने सल्लाह दिन्छु र अभान्ते एकाडेमी मलाई चाहिँ बेस्ट लाग्यो। हस्, थ्याङ्क यू सो मच। वेलकम सर। नमस्ते, नमस्कार सर, तपाईँको नाम बताइदिनु न। मेरो नाम टिटु आले मगर हो। तपाईँ कोरियन भाषा कहाँ पढ्नुभएको? म चक्रपथमा पाइलन एकाडेमी भन्ने छ, म त्यहाँबाट पढेँ। ठिक छ, अब अहिले चरण पार गऱ्यो। अब अहिले स्किल टेस्टमा चाहिँ अभान्ते एकाडेमीमा हुनुहुन्छ। हामीले के सोध्न चाहेको भने तपाईँहरूलाई अहिले स्किल टेस्ट गरिराख्नु भएको छ, यहाँको थ्योरिकली प्र्याक्टिकल, त्यसपछि गएर कोरियन सरसँगको इन्टरभ्यू, नेपाली सरसँगको इन्टरभ्यू, एज अ होल अनि ओभरअल म्यानेजमेन्ट चाहिँ कस्तो लागिरहेको छ? हजुरको अभान्ते एकाडेमीको म्यानेजमेन्ट चाहिँ एकदमै राम्रो छ। इनिसियली कोही पनि मान्छे आन्छ, हजुरले एकदम सही तरिकाले, विनम्र तरिकाले उहाँहरूलाई डाइरेक्ट गर्नुहुन्छ। पहिला दिन भए तापनि हजुरले पूर्ण रूपमा उसलाई प्रोत्साहन दिनुहुन्छ। अनि हजुरको टाइम म्यानेजमेन्ट पनि एकदम राम्रो छ। हजुरको सबै स्टाफहरू छन्, तिनीहरू पनि एकदमै हजुरलाई व्यक्तिगत रूपमा भेट्दा पनि एकदम विनम्र तरिकाले गाइड गर्नुहुन्छ। त्यो चिज चाहिँ एकदमै राम्रो छ। अनि अहिले जस्तो तपाईँ जस्तै स्किल टेस्ट कहाँ गर्ने होला भनेर कन्फ्युजमा हुनुभएको, कुनै ठाउँमा गएर सेटिस्फाई नहुनुभएको साथीहरूलाई तपाईँले दिनुपर्ने सुझाव के होला? म उहाँहरूलाई यही सुझाव दिन चाहन्छु, यदि सम्भव छ भनेपछि अभान्ते एकाडेमीमै आधा ठिक हुन्छ। यहाँको स्टाफ एकदमै राम्रो छ। हजुरले स्पेस, यिनी चिजको सबै सामग्रीदेखि सबै चिजहरू एकदमै पूर्ण रूपमा उपलब्ध गराइदिनु भएको छ। यहाँ आएर सबैको उद्धार नै हुनेछ। ओभरअल म चाहिँ हामीले क्लास गर्दै गर्दा तपाईँको छाडिसकेपछि एवा नै लाग्छ होइन। अनि अरू साथीहरू जस्तो तपाईँको सुरुबाट अहिलेसम्म चाहिँ तपाईँको जुन ग्रोथ हुनुपर्ने थियो नि, जुन सिकाइको यहाँ आएपछि सिकेपछि ग्रोथ हुनुपर्ने कुरा चाहिँ कतिको रूपमा चाहिँ ग्रोथ भइरहेछ? मेरो पर्सनालिटी अहिलेसम्म ठिकै चलिरहेछ। पहिलादेखि सुरुमा आउँदा चाहिँ हल्का मनमा डर हुन्थ्यो, बोल्दाखेरि हक्लाने पनि हुन्थ्यो। अनि त्यो चाहिँ अहिले एकदम बिल्कुल ठिक भइदिएको छ। साथै त्यसको साथै मैले अरूलाई पनि हेरेको हो अनि अरूलाई पनि एब्जर्भ गरेको हो। अनि हजुरले एकदम राम्ररी गाइड गर्नुभएको छ, उहाँहरू पनि एकदमै राम्रो भएको छ। ओके, अनि अब यही तरिकाले गाइड गर्दाखेरि फाइनल इक्जाममा निर्धक्क जान सकिन्छ? हजुर, आजै भए पनि आज पनि जान सकिन्छ। ओके, थ्याङ्क यू सो मच। धन्यवाद। नमस्ते, तपाईँको नाम मलाई भनिदिनु न। मेरो नाम सुदीप शर्मा। ओके, अनि तपाईँ अभान्ते एकाडेमीमा चाहिँ पहिला नै पढ्नुभएको होइन, अनि स्किल टेस्ट पनि यहीँ गर्दै हुनुहुन्छ। यहाँको पढाइ अनि स्किल टेस्ट अहिले चाहिँ विशेष गरी स्किल टेस्टको माहौल भएको भएर यसको बारेमा सर एकचोटि बताइदिनुहोस्। पढाइ आभान्तेमा पढाइ एकदमै राम्रो छ। म आभान्तेमै पढेको। पहिलोचोटि मेरो 40मा साइन्स सरहरूले धेरै मद्दत गर्नुभयो। एकदमै राम्रोसँग स्कोर ल्याएँ मैले। स्किल टेस्टको लागि नि म चाहिँ नम्बर 1मै छ भन्छ अभान्ते एकाडेमी। कोरियन सरसँग प्र्याक्टिकल गर्नु पाइन्छ, डेली प्र्याक्टिकल गर्नु पाइन्छ, त्यसपछि गएर थ्योरीहरू राम्रो छ। अनि तपाईँलाई जस्तो क्लासमा जुन बोल्नको लागि हामीलाई अलिकति गाह्रो हुन्छ, साथीहरूको अगाडि गएर बोल्दाखेरि सुरुमा कस्तो थियो, अहिले चाहिँ कतिको त्यो इम्प्रुभ भएको छ? म सुरुमा बोल्दाखेरि म एकदमै नर्भस थिएँ, एकदम मलाई बोल्नै आउँदैन कि जस्तो गर्थ्यो। अहिले चाहिँ एकदमै राम्रो भइरहेको छ। हजुर, साथीहरूलाई नि म के भन्छु भने सुरुमा गाह्रो हुन्छ, नआत्तिनु, पछि राम्रो हुँदै जान्छ। अभान्ते एकाडेमीमा स्किल टेस्ट गर्न खोज्ने अथवा अरू साथीहरूको लागि चाहिँ सुझाव के छ? कहाँ गर्ने भनेर खोजिराख्नु भएको छ, भौतारिनु भएको साथीलाई तपाईँको सठिक सुझाव के छ? मेरो सर्टमा भन्नुपर्दा यति छ, जस्तै गरी हामीलाई अहिले देश बनाउन बालिनको जरुरत छ, त्यसै गरी म भन्छु कि स्किल टेस्टमा पास हुनु छ भने अभान्ते एकाडेमी जरुरी नै छ। मेरो सोचमा चाहिँ यही छ अहिले। थ्याङ्क यू सो मच। नमस्ते, नमस्ते सर, तपाईँको नाम मलाई बताइदिनुहोस् न। मेरो नाम चाहिँ माधव भण्डारी छ। हजुर, तपाईँ अहिले अभान्ते एकाडेमीमा स्किल टेस्ट गरिराख्नु भएको छ। स्किल टेस्टको थ्योरिकली, इन्टरभ्यू, प्र्याक्टिकल अनि एज अ होल म्यानेजमेन्ट कस्तो लागिरहेको छ? अनि नयाँ स्किल टेस्ट गर्नको लागि सर्चिङमा रहनुभएको विद्यार्थी साथीहरूलाई तपाईँको सुझाव के छ? म चाहिँ यहीँ अभान्तेमा धेरै समयदेखि अध्ययन गर्दै आएर अहिले चाहिँ स्किल टेस्टको लागि पनि यही उपयोगी ठानेर जे म यहाँ गर्न आइरहेको छु। यहाँ चाहिँ एकदमै राम्रो छ। जुनसुकै समयमा, जुनसुकै उसमा जतिजना भए तापनि एकदमै राम्रो सरहरू हुनुहुन्छ। त्यसपछि उस्तै हाम्रो कोरियन टिचर पनि हुनुहुन्छ। यहाँ चाहिँ वातावरण पनि एकदमै राम्रो छ। अनि ठाउँ अनि त्यसपछि सामग्रीहरू एकदमै सम्पूर्ण उपयुक्त छ यहाँ चाहिँ। अनि त्यसपछि नयाँ आउने साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने एकदमै बेस्ट स्किल टेस्टको लागि चाहिँ तपाईँहरू यदि राख्नु भएको छ भने चाहिँ
यही अभान्ते एकाडेमी पुतली सडकलाई सम्झनु होला भन्न चाहन्छु। हस्, धन्यवाद। धन्यवाद। नमस्ते, नमस्कार सर, तपाईँको नाम मलाई भनिदिनु न। मेरो नाम चाहिँ मनिषा देउजा छ। अनि तपाईँले कोरियन भाषा कहाँ पढ्नु भएको थियो? मैले चाहिँ इमा भाषा सिलगढी यता बागबजारबाट पढेको थिएँ। ए, अनि अभान्ते एकाडेमीमा अहिले स्किल टेस्टको लागि जोइन हुनुभएको छ। तपाईँलाई अभान्ते एकाडेमीमा स्वागत, होइन? अनि अभान्ते एकाडेमीमा आउँदै गर्दा स्किल टेस्ट गरिराख्नु भएको छ, थ्योरिकल्ली, प्र्याक्टिकल, कोरियन सरसँग इन्टरभ्यू, नेपाली सरसँग इन्टरभ्यू, एज अ होल सबै। अनि यहाँको म्यानेजमेन्ट चाहिँ तपाईँलाई कस्तो लाग्छ, त्यसलाई संक्षिप्त रूपमा बताइदिनु न। एज अ होल भन्नुपर्दा चाहिँ मलाई सबै कुराहरू राम्रो नै लागिरहेको छ सर। थ्योरीको टाइममा थ्योरी भइरहेछ, प्र्याक्टिकलको टाइममा प्र्याक्टिकल भइरहेछ, अनि इन्टरभ्यूको टाइममा इन्टरभ्यू भइरहेछ। नेपाली सरसँग, कोरियन सरसँग त्यही अनुसारको टाइमहरू म्यानेज गरेर गरिरहनु भएको छ। अनि सुरुमा चाहिँ मलाई के लाग्थ्यो भने अब धेरैजना स्टुडेन्ट देखाएको थिएँ, मैले चाहिँ 1000सम्म पनि आइडी कार्डहरू देखाएको थिएँ। अनि त्यो देख्दा चाहिँ यहाँ मलाई अलिकति त्यो पालो पाउँदैन होला, यति धेरै एउटा छ गर्न भ्याउँदैन होला जस्तो फिल भएर चाहिँ मैले अन्त पनि एडमिसन गर्छु, दुईतिर पढ्छु भनेर सोचिरहेको थिएँ। अनि पछि सबै कुराहरू म्यानेज गरिरहनु भएको छ। जति धेरै त्यस्तो धेरै स्टुडेन्ट छ जस्तै फिल हुँदैन, हामीले मजाले सबै कुराहरू चाहिँ मजाले गर्न पाइरहेछौँ। समग्रमा भन्दा चाहिँ राम्रो छ। अब कोही आउने सोच्दै हुनुहुन्छ भने चाहिँ एकदम ढुक्क भएर आउँदा हुन्छ। सबै कुराहरू सामानहरू हामीलाई जे कुराहरू एचआरडीको उसमा राखेको छ त्यो सबै सामानहरू हामीसँग छ। अनि त्यसपछि कोरियन सरले पनि डेली बेसिसमै इन्टरभ्यूहरू लिनुहुन्छ, नेपाली सरले लिनुहुन्छ। अनि फेरि थ्योरीको क्लास हुन्छ, त्यहाँ पनि हामीले क्रस क्वेसनहरू गर्छौँ। सबै कुरा चाहिँ राम्रो छ, एकदम पर्फेक्ट नै छ, त्यस्तो गर्नु पर्दैन। जस्तो तपाईँलाई हामी क्लासमा राख्छौँ, कति साथीहरूसँग चाहिँ के हुन्छ भने बोल्ने क्षमता हुँदैन। इन्टरभ्यू भनेको त कसरी एट्र्याक्सन पार्ने, कसरी बोल्ने भन्ने कुरा हुन्छ। त्यो चाहिँ साथीहरूको अगाडि राखेर हामी तपाईँहरूलाई चाहिँ क्वेसन गर्छौँ, त्यसपछि कोरियन सरको अगाडि क्वेसन गर्छौँ। त्यो पहिला आउनुभन्दा अहिले चाहिँ तपाईँको जुन बोल्ने, उत्तर दिने क्षमता चाहिँ वृद्धि भएको पाउनुभएको चाहिँ छैन? एकदम पाछु। सुरुमा आउँदा त म यस्तो होपलेस भएको थिएँ, 1 हप्तासम्म त म त्यो छागिसकेहरू हुन्छ नि भन्नु सकेर म त यो छागिसके नै भन्न सक्दिनँ होला, क्रस क्वेसनहरू नै सक्दिनँ होला जस्तो लाग्थ्यो। अनि अगाडि गएर भन्दाखेरि त त्यो बोल्ने बानी नभएर एकदमै धेरै आँटिन्थेँ। अनि अहिले पछि बोल्दै गएपछि त केही लाग्दैन, क्लास भयो भने मजाले त्यो जति साथी भयो भने मजाले ढुक्क भएर भन्न सकिन्छ। अब डेली बेसिसमा हामीले अगाडि नै गरेर प्र्याक्टिस गरिरहेको हुन्छौँ नि त, त्यही भएर त्यस्तो कुराहरूमा चाहिँ एकदम बिल्डअप भएको छ मेरो कन्फिडेन्स। अब सुरुमा चाहिँ म होपलेस नै भएको थिएँ, अहिले चाहिँ सक्छु। हाम्रो साथीहरू हुनुहुन्छ जो स्किल टेस्टको लागि कुनै ठाउँमा गएर सन्तुष्ट हुनुहुन्न, कति चाहिँ अब म सुरु गर्छु भन्दै हुनुहुन्छ, सर्चमा हुनुहुन्छ नि त कहाँ गर्दा बेटर होला भन्ने सर्चिङमा हुनुहुन्छ, त्यस्तो साथीलाई तपाईँको सुझाव के हो? अनेस्टली मैले अब इन्स्टिट्युटहरूको नाम लिनँ, अरू साथीहरूसँग नि कुरा गरिरहेको हुन्छ नि, यहाँ पनि हुनुहुन्छ 2-3तिर पढ्ने साथीहरू। अनि उहाँहरूसँग मैले हिजो पनि त्यहाँ कुरा गरेको थिएँ। उहाँहरूको रिभ्यू अनुसार चाहिँ उहाँहरू जहाँ जानु भएको छ नि त्यहाँ सेटिस्फाई हुनुहुन्न कि। उहाँहरूले के भन्नुहुन्छ भने त्यहाँ प्र्याक्टिकल ठिक हो, थ्योरी हुँदैन, थ्योरी यही पनि राम्रो छ, त्यहाँ चाहिँ भर्ना गरे मात्रै हो, त्यहाँ जान मन लाग्दैन भन्नुहुन्छ कि। मैले जहाँ जान्छु भनेर सोचिरहेको थिएँ। त्यही भएर म के भन्छु भने अब अन्त कतै एडमिसन गर्ने सोचिरहनु भएको छ 2-3तिर ठाउँतिर, मैले सोचेको थिएँ त्यो सोच्नु भएको छ भने ढुक्क भएर यही आउँदा हुन्छ। यहाँ हजुरले एकै ठाउँमा सबै कुराहरू चाहिँ मजाले पाउनुहुन्छ। हस्, थ्याङ्क यू।